सामने हाजिर हूँ कि वो कुरान जिसका पढ़ना, सुनना, देखना, छूना सब कुछ सवाब है, मगर हमें अदब का ख्याल रखना है कि अल्लाह ने कुरान करीम में फरमाया कि जब भी कुरान तिलावत की जाए निहायत ही इत्मीनान और सुकून के साथ उसे समाअत की जाए, और साथ ही साथ अगर तुम ऐसा करोगे तो तुम पर अल्लाह ताला रहम फरमाएगा। आइए बिला ताखीर कुरान अज़ीम की तिलावत होने जा रही है। हमारे बाहर से आए हुए मेहमान मुफ्ती साहब क़िबला, हमारे मुअज़्ज़िन साहब, छोटी मस्जिद के इमाम साहब आ चुके हैं। आप तमाम हज़रात से गुजारिश है कि आगे आ जाएं, जहाँ पर माइक है। औज़ु बिल्लाहि मिनश शैतानिर रजीम, बिस्मिल्लाहिर रहमानिर रहीम। हुवल्लाहुल्लज़ी ला इलाहा इल्ला हु आलिमुल ग़ैबि वश्शहादति हुवर रहमानुर रहीम। हुवल्लाहुल्लज़ी ला इलाहा इल्ला हु अल-मलिकुल कुद्दूसुस सलामुल मुमिनुल मुहैमिन अल-मुहैमिनुल अज़ीज़ुल जब्बारुल मुतकब्बिर। सुब्हानल्लाहि अम्मा युश्रिकून। वल्लाहुल खालिकुल बारिउल मुसव्विरु लहुल अस्माउल हुस्ना युसब्बिहु लहु मा फिस समावाति वल अर्द व हुवल अज़ीज़ुल हकीम। आमन्तु बिल्लाहि सदक़ल्लाहुल अज़ीम। अस्सलाम वालेकुम। आप लोग के सामने कुरान पढ़ा जा रहा है और आप लोग अपने अपने गौरव फिक्र में बैठे हुए हैं, तो कम से कम कुरान का आयत है, लिहाज कर लीजिए, इज्जत कर लीजिए। हम लोग का इमाम साहब आप अस्सलातु वस्सलाम अलैका या रसूल अल्लाह, अस्सलातु वस्सलाम अलैका या हबीब अल्लाह व अला आलिका वस्हाबिका या नूर अल्लाह। अस्सलाम वालेकुम दार्जिलिंग। जवाब नहीं है, फिर से मैं बोलता हूँ अस्सलाम वालेकुम दार्जिलिंग। अब लग रहा है कि कुछ माहौल बन रहा है। आज हामी यो दार्जिलिङ, सुन्दर दार्जिलिङ, हाम्रो दार्जिलिङ, प्यारो दार्जिलिङको आँगन चौरस्तामा भेला भएका छौँ। आज हामी भेला किन भएका छौँ हैन? आज हामी भाषण सुनाउनु लागि हैन, जसले संसारमा मानिसलाई मानिस भएर कसरी जिउन सिक्नुपर्छ, यो अन्धकार संसारलाई ज्योतिको रङ दिने व्यक्तित्वको जन्मदिन मनाउन आएको हामी। आज हामी दार्जिलिङमा मात्र हैन जन्मदिन मनाउँदैछौँ, सारा संसारमा हाम्रो प्रफेट मोहम्मद सल्लल्लाहु ताला सल्लमको जन्मदिन मनाइरहेछ। मलाई लाग्छ अनि मलाई विश्वास पनि छ, हाम्रो पवित्र कुरानले भन्छ आज स्वर्गमा पनि उहाँको जन्मदिन मनाउँदैछ। र सम्पूर्ण मेरो पहाडका वासीहरू, मेरो दाजुभाइ दिदीबहिनी अनि उपस्थित भएका मञ्चमा मेरो धर्मगुरु सम्पूर्णमा ईद मिलादुन नबी हजरत मोहम्मद सल्लल्लाहु ताला अलैहि वसल्लमको जन्मदिनको हार्दिक मङ्गलमय दिन चाहन्छु। बधाई छ तपाईँहरूलाई, भन्नुहोस् न बधाई छ।
आज रमाइलो दिन हो कि होइन भन्नुहोस् त कसले हुन्छ हो भन्छ त्यसलाई सुबानुल्लाह भन्नुहोस् ल आज रमाइलो दिन हो खुसीको पल हो आज हाम्रो नबीको जन्मदिन हो आज रमाइलो दिन हो खुसीको पल हो आज हाम्रो नबीको जन्मदिन हो बधाई छ खुशामदिन या रसूल अल्लाह मरहबा मरहबा या हबीब अल्लाह बधाई छ खुशामदिन मेरो दार्जिलिङ ना हिन्दू ना मुस्लिम ना बौद्ध सिख इसाई सुन्नुहोस् है यो कुरा ना हिन्दू ना मुस्लिम ना बौद्धिस्ट सिख इसाई सबैको हो प्यारो नबी सबैलाई माया गर्ने नबी हो कि होइन भन्नुहोस् त भनिदिनुहोस् सुभानअल्लाह। आज हामी भेला भएको कारण आज मात्र होइन हामी मैले जन्मेकोदेखि नै मैले चौरस्तामा देखेको म हुर्केकोदेखि नै यहाँ हामी ईद मिलादुन नबी मनाइरहेका छौँ र आज हामी उहाँको जन्मदिनमा भेलाइरहेका छौँ। हामी प्रार्थना गर्छौँ अल्लाह तालाले यो संसारमा शान्ति छाओस् यो संसारमा अमन छाओस् र हाम्रो पहाडको दार्जिलिङको उन्नति होस् पहाडमा एक अर्कामा एकताले भरपुर शान्ति छाओस् भन्ने म प्रार्थना गर्न चाहन्छु। हामी हजरत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम पैगम्बर भन्छौँ नबी भन्छौँ तर पैगम्बर नबी भनेको के हो होइन यो पनि कुरा बुझ्न सिक्नु पऱ्यो जान्नु पऱ्यो होइन। अरबी भाषामा पैगम्बर नबी भनिन्छ। हाम्रो अल्लाह तालाले जब संसारमा आफ्नो नूरले आफ्नो ज्योतिले हजरत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लमलाई बनाउनु भयो उहाँको ज्योतिले नै यो संसार बनाउनु भयो। चाँद सितारो यो जुन घाम सबै उहाँको ज्योतिले बनाउनु भयो। जब संसारमा अन्याय भयो अत्याचार भयो पाप भयो त्यति बेला 1,24,000 पैगम्बर अल्लाह तालाले ईश्वरले यो संसारमा पठाउनु भयो। सबैभन्दा प्रथम आदम अलैहिस्सलाम जसले हाम्रो इसाई दाजुभाइले आदम पनि भन्नुहुन्छ। त्यसपछि इब्राहिम अलैहिस्सलाम मुसा अलैहिस्सलाम अनि ईसा अलैहिस्सलाम र अन्तमा हाम्रो प्रफेट मोहम्मद सल्लल्लाहु अलैहि वसल्लमले अल्लाह तालाले अन्तिम पैगम्बर पठाउनु भयो। किन पठाउनु भयो त क्वेसन छ नि त किन पठाउनु भयो। एउटा सिस्टम हुन्छ नि त एउटा स्कुल चलाउनु लागि ईश्वर अल्लाह ताला स्वयं हामी माझ आएर भन्दैन कि तैँले यो पाप नगर यो नगर स्वर्ग छ नर्क कोही एउटा जरिया त हुनु पऱ्यो नि त। पैगम्बर चाहिँ कस्तो हुन्छ जसलाई एकदम अल्लाह तालाले स्पेसियल बनाएको हुन्छ आफ्नो नूरले आफ्नो ज्योतिले उहाँलाई मेसेन्जर पठाउनु भयो होइन। उहाँको जन्म कहिले भयो 20 अप्रिल हामी भन्छौँ इङ्ग्लिस क्यालेन्डरमा 571 इस्वीमा उहाँको जन्म भएको र हाम्रो उर्दू क्यालेन्डर रबिउल अव्वलमा 12 तारिक जो आज हो र आज हामी मनाइरहेका छौँ। र म धेरै भन्न चाहन्न उहाँ हाम्रो लागि एउटा मिसाल हो। उहाँको सत्यको बाटोमा हिँडेर आज हामी यो ठाउँ पुगेको छौँ र धेरैलाई लाग्छ होला यो त मुस्लिमहरूको पर्व हो मुस्लिमहरूको कुरा हो तर म तपाईँहरूलाई एउटा स्पष्ट कुरा भन्न चाहन्छु उज्यालो केवल बत्ती बाल्नेको मात्र हुँदैन। जब उज्यालो बाल्छन् कसैले त्यसको कोठामा भएको सम्पूर्ण मानिसले सम्पूर्ण चिजले उज्यालो पाउँछ। त्यस्तै प्रफेट मोहम्मदले हामीलाई जुन चाहिँ उज्यालो दिनुपर्छ सम्पूर्ण संसारले नै उज्यालो पाएको छ। र म तपाईँहरूलाई यो भन्न चाहन्छु कि आज दाजुभाइ दिदीबहिनीहरू हामी जातमा बाँडिएको छौँ धर्मको नाममा लडाइरहेको छौँ र प्रफेट मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम के भन्नुभएको छ सबै मानिस एउटै हो। मानिसमा भिन्नता छैन गोरोमा कालोमा भिन्नता छैन अग्लो र होचोमा भिन्नता छैन भिन्नता छ शिष्टता छ। त्यो उच्च दर्जाको मान्छे छ भने त्यसको कर्ममा त्यसको
सोचमा त्यसको विचारमा त्यो मान्छे श्रेष्ठ र राम्रो ठुलो व्यक्ति हुन्छ भन्नुहुन्छ। र आज म केही कुराहरू तपाईँहरूको अगाडि राख्न चाहन्छु कि उहाँले के सन्देश दिनुभयो। र म सर्वप्रथम पहिला उहाँले आजको 1400 साल अगाडि जब हाम्रो छोरी र महिलाहरूमा जुन चाहिँ अत्याचार हुन्थ्यो, छोरी जन्मदा आजको 14 वर्ष अगाडि अरबमा लोदर सम्झिन्थ्यो, अलक्षण सम्झिन्थ्यो र त्यो छोरीलाई जिउँदै माटोमा गाडिदिने गर्थ्यो प्रथा थियो। त्यो प्रथाहरूलाई चेन्ज गर्ने, त्यो प्रथाहरूलाई हटाएर जरबाट हटाउने हाम्रो प्रफेट मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम हो। अनि हाम्रो छोरी चेलीहरूलाई लुगासरी बदल्ने, बेचबिचन हुने प्रथाहरू थियो, त्यसलाई सम्मानता रहेर महिलाहरूलाई सम्मान दिनुभयो कि आमाको पैताला मुनि स्वर्गीय हुन्छ। जसले छोरीहरूलाई पढाउँछ, जसले छोरीहरूलाई सम्मान गर्छ, जसले छोरीहरूलाई न्याय दिन्छ, त्यो मान्छे स्वर्गको हकदार हो भनेर उहाँले भन्नुभएको छ। र हामी त्यो प्रथा अहिले जुन चाहिँ चल्दैछौँ, जुन चाहिँ हामी छोरीलाई सम्मान गर्छौँ, त्यो उहाँको देन हो र हामीले कहिले उहाँलाई बिर्सनु हुँदैन। म अर्को छोटकरीमा भन्न चाहन्छु, उहाँले भन्नुभएको छ घृणा गर्नेलाई क्षमा र माफ देऊ। आज त हामीलाई कसैले एक थप्पड दियो भने हामी 2 थप्पड दिन्छौँ, हो कि होइन भन्नुहोस् त। तर उहाँले भन्नुभएको छ घृणा गर्ने एउटा आमा हुनुहुन्थ्यो, त्यो आमाले जहिले प्रफेट मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम हिँड्नुहुन्थ्यो, त्यो बाटोमा ढुङ्गा, मैला फैला काँडाहरू बिछाइदिने गर्ने हुन्थे, उहाँको टाउकोमा मैला फ्याँकिदिने हुन्थे। तर हाम्रो प्रफेट मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम जहिले मुस्कुराएर हिँड्ने गर्थे। त्यसरी नै हिँड्दा 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 कहिले उहाँले जवाब पनि दिएन, कहिले उहाँलाई रिसाउनु भएन। र एक दिन त त्यो आमा देखिएन त्यहाँ बाटोमा, र प्रफेट सल्लल्लाहु अलैहि वसल्लमलाई चिन्ता भयो कि आमा कहाँ गयो, सधैँ त मलाई फोहोर मैला फ्याँक्ने गर्थ्यो, आज छैन त। खोज यताउता खोज्दाखेरि उहाँको घर पुगे र उहाँलाई देख्दाखेरि त उहाँ त बिरामी पायो, ओछ्यानमा सुतिरहेको हुन्थ्यो। र उहाँले उहाँको टाउकोमा हात राखेर उहाँको घर सफाई गरेर उहाँलाई औषधि उपचार गरिदिनु भयो। त्यो बुढिया आमा रुनु थाल्यो, ए मैले त तिमीलाई त्यत्रो सताएँ, अत्याचार गरेँ, त फेरि तिमीले मेरो उपचारको लागि किन आयो। उहाँले भन्नुभयो मैले कसैलाई, तपाईँले मलाई कसैलाई अत्याचार गऱ्यो भने त्यसलाई मायाले जित्नुपर्छ, त्यसलाई ममता दिनुपर्छ। यही नै हो ईश्वरको सन्देश। यही सन्देशहरू लिएर आज प्रफेट मोहम्मद सल्लल्लाहु अलैहि वसल्लमको बाटोमा आज हामी हिँडिरहेका छौँ। उहाँले भन्नुभएको छ त्यो व्यक्ति कहिले असल व्यक्ति हुँदैन जसले आफ्नो छिमेकी भोकै छ, आफू चाहिँ भरपेट खाएर छिमेकी चाहिँ भोकै छुट्छ भने त्यो मान्छे कहिले राम्रो मान्छे होइन। उहाँले यो भनेको छैन कि कहिले त्यो मान्छे मुस्लिम राम्रो हुन्छ भनेको छैन। उहाँले भनेको त्यो मान्छे कहिले राम्रो छैन, त्यो मान्छे कहिले उसको भलाइ हुँदैन भनिरहेको छ। यहाँबाट हामी थाहा छ कि प्रफेट मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम केवल मुस्लिमहरूको मात्र नबी होइन, सारा संसारका मानिसहरूको निम्ति, सारा प्राणीहरूको निम्ति, यो प्रकृतिको लागि उहाँ रहमतुल लिल आलमिन भएर संसारमा अल्लाह तालाले पठाउनु भएको छ। र आज म धेरै भन्न चाहन्न, र आज हाम्रो धर्मगुरुहरूले तपाईँलाई मिठो मिठो कुरा सुनाउन चाहन्छ। र मेरो सम्पूर्ण पहाडवासीहरूलाई यही नै छ कि आज प्रफेट मोहम्मद सल्लल्लाहु अलैहि खुसीमा तपाईँलाई धेरै धेरै बधाई छ, धेरै धेरै खुसी लाग्छ। यसरी नै हामी एक भएर सधैँ हामी पहाडमा बसौँ र हामी यसरी ईद मिलादुन नबी मनाउँ भन्दै म मेरो सानो वक्तव्य यहीँ समाप्त गर्छु। धन्यवाद। अस्सलामु अलैकुम रहमतुल्लाहि व बरकातुहू। अनि हाम्रो अन्जुमन इस्लामियाका सेक्रेटरी साहब आफ्ताब सरले पनि 2 शब्द राख्नुहुन्छ, उहाँलाई म माइक सौंपन चाहन्छु। शुक्रिया एजाज। हम लोग का ये डिसीजन हुआ था कि हम लोगों का जो मदर लैंग्वेज है नेपाली में एक स्पीच हो, और बाहर से जो लोग आए हुए हैं उर्दू और हिंदी में तो हम लोग मस्जिद में भी सुन लेंगे। और इसीलिए मैं महाजरत चाहता हूँ कि मैं जो अपना स्पीच है वो इंग्लिश में दूंगा। औज़ु बिल्लाहि मिनश शैतानिर रजीम, बिस्मिल्लाहिर रहमानिर रहीम। अस्सलामु अलैकुम।
Namaskar, Sat Sri Akal, good afternoon, ladies and gentlemen. I stand here today on this auspicious occasion of the birth anniversary of our Prophet Muhammad sallallahu alaihi wasallam. So, actually I'm not a religious speaker, but anyway, today I am taking some lines from his last sermon. The last sermon of Prophet Muhammad sallallahu alaihi wasallam in 623 AD on the occasion of the annual rites of Hajj. This was his last sermon in Hajj. So he has given us a message. What he says, all mankind is from Adam and Eve. All mankind is from Adam and Eve. And Arab has no superiority over a non-Arab. And a non-Arab has any superiority of an Arab. In the same way, also a white has no superiority over a black, nor a black has got no superiority over a white. This means we as human beings, we do not distinguish among races, higher class, lower class, the rich, the poor, the underprivileged, the overprivileged. In Islam, everyone is equal. Be he a king or a manual laborer, he stands on the same line as in the mosque during the prayers. Our only thing which counts is our good actions. And good actions means it is a quality of mankind. What he says, I leave behind with me two things. I leave behind two things in this world. What are these two things? The Quran and the Sunnah. And what he says, that if you follow these, you will never go astray. If we follow the teachings of the Quran and the Sunnah, we will never go astray. That means we will never do something wrong. The Quran, what does this mean? The meaning of the Quran is to read and read it and read it and read it. The meaning of Quran is read and read it. Every questions, we are in 2026 at present, but as a Muslim, if you go back to 1500 years back, all your answers will be answered from them. All your activities, all your directions, you will get it from them. So this is the beauty of our Quran. In Surah 5, Ayah 3, Huzur says, my good pleasure is to choose Islam for you as a religion. So it is Huzur sallallahu alaihi wasallam's pleasure. You can imagine it is his pleasure that we are his ummah. And the best tribute to our Huzur, Prophet Muhammad sallallahu alaihi wasallam, is to follow his footsteps. Islam means the submission to the will of God. And submission to the will of God is for mankind, humanity, peace, and yourself as well. And one thing before concluding, I would like to say, Dr. Michael Hart from Manhattan
in 1980, he did the selections and gradations of the 100 most influential personalities of human history. The 100 most influential personalities of human history. And it is amazing, though he was a Christian, and in number one, he put the name of our Prophet Muhammad sallallahu alaihi wasallam in number one. And I told you that he was a Christian by faith. He was not a Muslim. But he kept the name of our prophet in number one. And he gave reasons for that as well. Without reason, there is nothing. Why did he select the name of Prophet Muhammad in number one among the top 100 people, famous personalities of the world? What he says is that he is the only person, he is the only person systematically successful in both religious and secular matters. Not only Islamic but for secular matters also, he is the only person. That is why we say that our prophet is Rabbul Alameen, not Rabbul Muslimin. Rabbul Alameen, for the mankind he is Rahmatul Alameen. So Prophet Muhammad lived his life very simply. No high five. He had many people behind him who were always willing to help him in one call. But one thing, the greatness of our prophet was that he used to wear tattered clothes, patches in his clothes. Can you imagine? Patches in his clothes, his simplicity. And he used to say, when people used to come to help him, he used to say that I alone have to bear my load in the end of this world. Can you think about his greatness? I alone have to carry my own load. No other people can carry it. So with these few words, I may have made some mistakes. I'm extremely sorry. But at the same time, I would like to conclude my speech. और अंजुमन इस्लामिया सेक्रेटरी की तरफ से मैं आप जितने आए हुए हैं इस जलसे में, इस प्रोसेसन में, आप लोगों को शुक्रिया कहना चाहता हूँ। साथ में एडमिनिस्ट्रेशन, पुलिस डिपार्टमेंट जिन्होंने एस्कॉर्ट किया और उन्होंने परमिशन के लिए हेल्प किया, उन लोगों को भी सारे मुसलमानों के तरफ से मैं शुक्रिया अदा करना चाहता हूँ। और हमारे भाइयों ने वहाँ एक ब्लड कैंप भी रखा हुआ है, तो मैं गुजारिश करता हूँ कि आप लोग जो जो चाहते हैं वहाँ जाके ब्लड डोनेशन करें, क्योंकि एक कतरा खून किसी का जिंदगी बचा सकता है। ये आपसे गुजारिश है, आप लोग ने कोऑपरेट किया, इस बार गंदगी नहीं फैलाया, आप लोग ने बात मानी। कुछ हो तो खामियां होती है, कभी भी नहीं, कभी 100% परफेक्ट नहीं होता है। इसके साथ साथ मैं दार्जिलिंग के अवाम से भी गुजारिश करूंगा, पूरे सभी अमन से रहें, खुशी से रहें, एक दूसरे का साथ रहें बोल के मैं मेरा स्पीच यही खत्म करता हूँ। शुक्रिया।